किचन छ गाइस सामानहरु रोटी चाहिँ यहाँबाट पोलेर हेलो एभ्रिवान नमस्ते सबैजनालाई आजको मेरो नयाँ डेको नयाँ भ्लगमा तपाईलाई स्वागत छ है। अन्त आज चाहिँ हामी जान्छौँ मामरिङ। हिजो चाहिँ सोच्दै थिएँ नजाउँ भनेर किनभने भाइ अलिक बिसन्चो थियो, बट अहिले चाहिँ अलिक ठिक भएर चाहिँ हामी चाहिँ आज जान्छौँ। अन्त अहिले चाहिँ 10 भन्दा आँट्यो हो। अन्त हामी चाहिँ अब रेडी हुने खाजा खाएँ होइन। बिहान मेरो सुप पनि अलिक उयो भएर आएको छ, अन्त मम्माको पनि त्यस्तै भएर आएको छ हो। अन्त हामी चाहिँ प्याकिङ चल्दैछ, बिहान उठेर प्याकिङ गरेको पुरा मेस्टअप भएर आएको छ यहाँनिर हो। अन्त चाहिँ छ गाइस सामानहरू यहाँ चाहिँ मेरो छ। अन्त यहाँ चप्पल, अन्त यहाँ फ्रुटहरू के छ हो। अब उता जाँदाखेरि चाहिँ आई थिङ्क मेरो भ्लगहरू अलिक ढिलो हुन्छ होला है, त्यही भएर। अन्त चाहिँ आजको वेदर एकदमै अल्छिलाग्दो भएर आएको छ बाहिर हो। पानी आएको छैन, बट घाम पनि लागेको छैन, दुम्बो लागिरहेको छ हो। अन्त तातो तातो लुगा बोकेर जानुपर्छ किनभने यहाँ जाडो छ भने उता जान अलिक बेसी जाडो हुन्छ नि त। सो अन्त 15 घर छ त्यहाँ चाहिँ टोटल्ली गऱ्यो भने हो। सो अब 15वटा हाउसेसमा चाहिँ म एडमिन कसरी भ्लग गर्छु होला, बट अल्सो म ट्राई गर्छु सानो क्लिपहरू गरेर भए पनि पछि भोइस ओभर गरेर भए पनि म हाल्नु चाहिँ हाल्छु हो। अन्त हिजो दसैँको भ्लग मैले हालिसकेँ आज नै बिहान नै हो। आमाको हटस्पट लिएर किनभने मेरो नेट चाहिँ बचाउनु थियो है, किनभने आजको भ्लग चाहिँ बेलुका एडिट गरेर हाल्नुपर्छ आज नै। सो त्यही भएर हो। अन्त अब अहिले एकछिनमा कन्टिन्यू गर्छु भ्लग है। अहिले अलिक हरि भएर चाहिँ हामी यो अलिक हरिमा छु। सो अहिले एकछिन बादमा कन्टिन्यू गर्छु भ्लग। गाइस अहिले चाहिँ हामी रेडी भइसक्यौँ म। अन्त हेयरस्टाइल चाहिँ अलिक यस्तो भइरहेको छ, एकदम हतारमा कुरेको किनभने हामी चाहिँ जुन चाहिँ गाडीमा जान्छ त्यो चाहिँ 11 बजी जाने रे हो। सो 11:15 भइसक्यो, लिटरली हामी लेट भइसकेको छु हो। अन्त भाइ चाहिँ यहाँ फोन हेर्दै बसिरहेको छ। सो हामी चाहिँ अब छिटो जाने हो। सो अहिले एकछिनमा कन्टिन्यू गर्छु भ्लग हो। अब गएर सिधै गाडीमा चढेर केही पनि काम गर्दिनँ, कपालको हेयर कट गर्छु भन्दै थिएँ बट त्यो पनि हुँदैन हो। सो अहिले एकछिनमा कन्टिन्यू गर्छु भ्लग। बाइ। हामी चाहिँ गाइस बजार आइपुग्यौँ हो। अन्त यो पछाडिको चाहिँ हाम्रो गाडी, अन्त जुन चाहिँ गाडीमा हामी जान आँटेको थिएँ त्यो गाडी चाहिँ गएर हामीलाई यो अर्को गाडीमा भनिदिएको रहेछ सिट हो। सो त्यही भएर हामी चाहिँ यो गाडीमा जाने। अन्त बजारमा अब 1-2वटा काम गर्छु, 12:30मा जाने रहेछ गाडी। सो हाम्रोमा 1 आवर चाहिँ थियो। सो सबसे पहिला पुरा भोक लागिरहेको थियो हो। सो अलिकति के खायौँ, त्यहाँबाट चाहिँ यहाँ सुन दोकानमा छु है हामी चाहिँ, किनभने मेरो एउटा अर्डर दिएको थिएँ त्यो भएको छ कि भएको छैन भनेर सोध्नु पनि आएको थिएँ। प्लस गाइस मेरो घडी चाहिँ यहाँ बिग्रिसकेको थियो। जस्तो म बजारमा उत्रेको मात्रै थिएँ त्यस्तै यो घडी चुट्टियो हो। त्यहाँबाट चाहिँ हामी गएको थिएँ लन्च गर्नुको लागि। त्यहाँदेखि लन्च चाहिँ फटाफट गऱ्यौँ, प्याक गराएँ मोमो किनभने गाडी चाहिँ निक्लिन आँटेको थिएछ हो। सो त्यही भएर छिटो गरेँ। म चाहिँ यहाँ फोन हेर्दै थिएँ हो, अलिकति रिकर्ड पनि गरिहालेँ। अन्त म चाहिँ फ्रन्ट सिटमा बसेको थिएँ, मम्मा सेकेन्ड सिटमा, पापा चाहिँ थर्ड सिटमा हो, एकजनाले। अन्त यहाँ चाहिँ विन्डो सिट पाएर म खुसी पनि भइरहेको थिएँ हो। यस्तो डरलाग्दो निन्द्रा लागेको कि अन्त अलिकति भए पनि सुतेँ भयो त हो। एन्ड यहाँ चाहिँ हाम्रो राइड स्टार्ट भइसक्यो। हामी चाहिँ यहाँ दिलाराममा एकछिन बसेको थिएँ हो। अन्त त्यहाँबाट अहिले चाहिँ हामी जान्छौँ फेरि उकालो। यहाँ उकालो एउटा गोला हुन्छ, त्यो उकालो गयो भने चाहिँ सिटङहरू जान्छ नि त। सो हामी चाहिँ त्यही बाटो जाँदैछौँ हो। अलिक पुरा मतलब बाटो चाहिँ अलिक खराब नै छ हो, तपाईँले हेर्नु सक्नुहुनेछ अब है।
हामी चाहिँ गाइस घर आइपुगेर सबसे पहिला बाजुको हातको टिका लगाएँ म। अन्त आज खाना चाहिँ माथि माइला बाजेकोमा थियो। अन्त हामी सिधै त्यहाँ पनि गयौँ हो। अन्त भाइ चाहिँ हिँड्दै थियो, मम्मा पछि पछि थियो। अन्त वेदर चाहिँ यस्तो भइरहेको छ हो, बाटो हेर्नु सक्नुहुनेछ यस्तो छ हो। अन्त माइला बाजेको घर चाहिँ अलिक माथि छ नि त, सो हामी हिँड्दै हिँड्दै जान्छु, पुगी पनि हाल्छु हो। मेरो जुत्ता चाहिँ मैला चाहिँ भएको थियो हो त्यति घुम्दा त। अहिले चाहिँ नि हामी घरमै छु हो, माथिको टिका लाउनु, त्यहाँबाट आएँ घर। अन्त चाहिँ घाँटी अलिक उयो हुन्छ भनेर चाहिँ म यहाँ मफलर लगाइरहेको छु हो। चाहिँ हामी एकछिन डुल्नु गएको। अन्त अघिसम्म चाहिँ मैले भोइस ओभर नै गर्दै थिएँ किनभने सुट गर्न अलिक साह्रो भएको थियो। सो अब एकछिन बादमा कन्टिन्यू गर्छु भ्लग। छैन कहिले सक्यो है हामी त यहाँ गाइस। हामी चाहिँ मतलब म चाहिँ घुमेर आएर पनि अब चाहिँ जाइपुग्छु तल बाजेहरूकोमा लाउनु हो, सिधै त्यहीँ खाना पनि खानु अरे। सो मेरो अलिक आउटफिट चाहिँ यस्तो भइरहेको छ हो, घाँटी उयो भएर। अन्त एकछिन छ गाइस सामान। अन्त माइजहरूमा चाहिँ माथि अरे, हामीमा चाहिँ तल अरे हो। सो अब अहिले एकछिन बादमा कन्टिन्यू गर्छु भ्लग हो, किनभने अब भर्खरसम्म त म भोइस ओभरमै गर्दै थिएँ हो, बट अब चाहिँ अलिकति बोलेको नि है। सो अहिले एकछिनमा कन्टिन्यू गर्छु भ्लग। एकछिन गाइस हामी गएको तल बाजेकोमा टिका लाउनु, यहाँ लागिसकेँ हो। के छ ट्र्याक्टरले ए म त के देखेर अब चाहिँ हामी यहाँ तल छ घर हो। भर्खर हामी आएँ अब तल।